कोही हुनुहुन्छ हजुर? स्वास्थ्य चौकी हजुर, कोही हुनुहुन्छ हजुर? पेट दुख्यो हजुर मेरो। लौ न मर्न लाग्यो हजुर, कोही हुनुहुन्छ स्वास्थ्य चौकीमा? मर्न लाग्यो हजुर, कोही हुनुहुन्छ स्वास्थ्य चौकीमा? एक्सक्युज मी, नमस्ते हजुर। कुन फिल्म हेरिरहनु भएको छ र? बाहुबली हो हजुर? बाहुबली हो फिल्म के हेरिरहनु? बाहुबली हो यो? 1 हो कि 2 हो सर? बाहुबली कटप्पा नै बाहुबलीको क्यों मारा? दिउँसोको 1:45 हुन लाग्यो। आज के बार हो? आइतबार। आइतबार। कुनै बिदा छ आज? छैन। हजुर कर्मचारी हो? म भन्नाले यस्तो हो कि मेरो श्रीमती हो, मेरो श्रीमती बिरामी भएर। ओ तपाईको श्रीमती कर्मचारी हो? मेरो बिरामी भएर बुढी अनि म आएको यहाँ। हेलो यो कवाडीको सामान लगेर बेचेर बोको किनेर खाने भन्ने कुराको रेकर्डिङ छ, मसँग प्रमाण छ। के हो त चाहिँ? बोका खाने किनेर खाने भने भन्नुभयो। अब कहिले खाने, किन खाने, कसरी खाने, के को लागि खाने, अब त्यो उहाँले थाहा होला। मलाई एउटा कुरा भनिदिनुहोस्, म 6 बजे आउँछु आज औषधि खान। तपाईँले दिनुहुन्छ औषधि? 6 बजे? बेलुका 6 बजे आउँछु। किन दिनुहुन्छ? तपाईँ 11 बजे आउनुहुन्छ, 1 घन्टा ढिलो आउनुहुन्छ भने सेवाग्राही 1 घन्टा ढिलो आउनु हुँदैन? ल 5:55 आउँछु, हुन्छ? तपाईँले जवाफ दिनुपर्ने केही प्रश्नहरू गरौँ? हुन्छ सर। तपाईँले यी सामानहरू कवाडीमा लगेर बेचेर, कार्यालय परिसरका सामानहरू कवाडीमा लगेर बेचेर बोका किनेर खानुभयो? तपाईँ केटा फसाएर पैसा कमाउने धन्दा चलाउनुहुन्छ? कुनै ठाउँमा रेकर्ड छ नि भन्नु सर मलाई हैन? कुन ठाउँमा हैन, यही ठाउँमा छ रेकर्ड। यही ठाउँमा छ रेकर्ड। हजुरको शुभ नाम? शान्ति देवी। तपाईँले हाजिर गर्नुभयो अहिले? बहर आउँदैछु। गर्नुहुन्छ कि गर्नुहुन्न तपाईँले? हाजिर त अब गर्नु पर्यो नि। कुन नैतिकताले? कहाँ माइत आउनु भएको तपाईँ? को छ साउजी? कहाँ? को छ? म यहाँ छु अहिले। यो गाडी कहाँबाट आएको? हजुर यो गाडी कसको गाडी? पोखराको होला। पोखरा के को लागि आएको? माल बेच्नु। के माल बेचेछ? के माल बेचेछ? सर नमस्ते। नमस्कार सर। हजुरको शुभ नाम? मेरो शुभ नाम अडा प्रसाद शर्मा। ए ओके। कति बजे हजुर गाडीमा? हजुर समय त अलिकति गइसक्यो सर, घरको यस्तै समस्या परेर अलिकति ढिला भयो सर। अहिलेको त सधैँ आउँदै समय हाजिर गर्न पाइँदैन सर? समस्या बताउँछु नि सर। मेरो घरमा भैँसी बिहाको भएर परिवारहरू नहुनु भएको, यसो सम्हाल्नको लागि। सेवाग्राहीको घरमा भैँसी बिहायो र उहाँहरू चाहिँ 5:30 बजे आउनुभयो भने तपाईँहरू यहीँ हुनुहुन्छ कि हुनुहुन्न? हेलो लिनुभयो? घुस लिनुभयो? कति दिनुभयो? 75,000। 75,000 लिनुभयो नि सर? त के भाग्न खोज्नु भयो तपाईँ? भाग्नुहुन्छ? ल भाग्नुहोस्, ल भाग्नुहोस्। भागेकै छैन। यता ढोका छैन, झ्यालबाट भाग्न सक्नुहुन्न तपाईँ, छिर्नुहुन्न यहाँबाट। भोलिदेखि त 5 बजीसम्म बस्ने भनेको। आज चाहिँ 4 बजीसम्म बस्ने भनेर भन्नुभएको? भोलिदेखि त ओ तपाईँहरू 4 बजीसम्म तपाईँहरूको मन लाग्दाखेरि कार्यालय 4 बजीसम्म खोल्ने, 3 बजीसम्म खोल्ने भन्न पाइन्छ? अब भोलि भन्नु होला हामी 3 बजीसम्म खोल्ने भन्न भनेका हौँ, हामीले भन्नु होला 4 बजीसम्म खोल्ने हो भन्न भनेका हौँ भन्ने को हो तपाईँहरू? चुनावको बेलामा त सुशासन ल्याउँछौँ भनेर नारा लगाउनु भयो होला, बड्न ताली पनि बज्यो होला, पत्याए जनताले भोट हालेर जित्नु भयो। तपाईँको सुशासन यही हो? तिमीले मसँग पैसा सापडे लगाएका हो कि हैनौ? हो नि यसो दिनमा लगाएका हो कि हैनौ? अनि यसो भनेर लगाएका हो कि हैनौ? यो दिनमा तिर्ने भनेर लगाएका हो कि हैनौ? त्यसमा ल्याउनु त मसँग लगेको पैसा। कुन पैसा?